डम डम हो। हेलो श्रोता लोगिन, आई चैनल के पहिल का लाइव में अपने लोगन के स्वागत है। जते कुरा नया आदमी सब अभी छी प्लीज धमाधम लाइक शेयर ठीक ठाक देवे और एने सपोर्ट बनवित रहवे। का खेलल जाई का खेलल जाई। अरे यार आई दे तो छत पर ठम दम 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 भाई साहब। Team match, let's go. Reloading. The blue team has scored for the first time. अरे बाबा No mercy. Cover me. Kill. अरे बाबा Reloading. Clear. अरे कत्ता दूर से मारे छे यो लोगन सब। The red team is in the lead. पिंग ने कांस्टेंट है।
No mercy! Reloading! Kill! Cover me! Reloading! Nice shot! Cover me! अरे यार नगाडी बडे हेल्प गर्छ न पछाडी बडे हेल्प गर्छ एना केना चल्दै हो सर Reloading! Be careful! You're losing the game! The blue team doesn't have a lot of time left. Expired! Dead! केना भगलियो सरकार Red team victory! धाम को जो एना करते तो होता है अरे यार केला इरिटेट कर रहा यार छी अब पहिल का दिन से कनी मिला जुला कर चलो पड़े छे अब कोई टीममेट नहीं छे असर करते छिए कोई दिक्कत नहीं जे सब नया जन लोगन सब आवे छी प्लीज सब्सक्राइब क्या देबे है ना अब ले लोगन के चैनल से जते सहयोग करबे तेटा ठीक मस्त जवानी देख के तुझको पागल कर रे अरे सोलो लगली कि नाम आने चाहिए सोलो भाई सॉरी जवानी देख के तुझको पागल कर गई रे तुझको पागल कर गई रे पागल कर गई रे कौन मारता रे हो ए बोका Good luck, mates. बोका बोका Let's go. Good luck, mates.
गोरे ले गई वो तो काके मोर गाँव। खेलो गिलू गुली बुबू माफ कर जो सर थोड़ा ध्यान नहीं छले पर। अरे नहीं रे Watch out! उई ओ भाई Marked a location. मामफुली मतलब हद है। 3 नंबर यहाँ पे पीछे बंदा। Don't give up. Your teammates can भाई still recall you. भयंकर कैंप लगा के बैठा था भाई सामने से गया उसको साला मार भाई बहुत डैमेज भाई वो 1 HP बचा होगा नंबर 3 भाई मारने लगूंगा। मार्क करो टच करता हूं उस पे। मार्क करो एक ही किधर है? बंदा है सर। अरे किधर है भाई? मार्क तो करो किधर है? मार्क कर 3 दो। नंबर मार्क कर। अरे मार्क तो कर दो कम से कम। नहीं कर रहा भाई वो नंबर 3 क्या ही कर। मैं उस पर वो मार्क कर देता तो मैं उस पर रश कर। छोड़ो कोई दिक्कत नहीं रिकॉल की ओर जाओ सब अगर हो सके तो छोड़ो। हाँ करते पहले रिकॉल करेंगे बाद में। हाँ कोई बात नहीं वो भाई भयंकर कैंप लगा के बैठा था भाई। अरे उसने फुटप्रिंट भी नहीं दी पता नहीं चल। भाई बैठा हुआ था बॉक्स के नीचे वो घास के अंदर बैठा हुआ था भाई कोई भी नहीं पता लगा सकता था भाई। हैकर भी नहीं पता लगा सकता भाई। पंजाबी जानते हो नंबर 3 हाँ थोड़ा को मालूम नहीं उधर मार्क लगाने को बोला भाई। माइक ऑफ बंद करके बैठो। माइक बंद करके बैठ जाता है भाई काई को खेलता है ये स्क्वाड वाला गेम। सोलो वर्सेस स्क्वाड लगा लो भाई। नहीं मैं क्या करूं सारे इंडिया पाकिस्तानी ऐसे ही होते सारे के सारे। भाई बता रहे हो सारे रिवाइव भी नहीं देने आएंगे। कोई दिक्कत और नहीं जब वो लोग नॉक हो जाएंगे तो क्या करेंगे तुम्हें पता है? क्या भीख मांगेंगे भाई रिवाइव दे दो। बस रिवाइव दे दो रिवाइव दे दो। जब वो मरते ना मरने देना चाहिए इनको रिवाइव नहीं देना चाहिए। कोई बात नहीं रिकॉल हो जाएगा। कोई दिक्कत नहीं। हमारा नंबर 3 प्रो है अच्छा गेम खेला था इसको स्पेक्टेट कर रहा था। टायर में फुटप्रिंट I'm भी नहीं recalling है a इसको। teammate. Thanks. थैंक यू यारा। क्या गया इधर से? क्या बात है? अरे घमासान चल रहा है। हेलो एक नंबर इंडिया से कहाँ थे भाई? मुंबई।
मुंबई बम्बई कर। मैं गुजरात से हूँ। गुजरात हाँ भाई कहाँ से? अहमदाबाद। वैसे मैं गांधीनगर रहता था। अच्छा यस, सेक्टर 13। कुछ ही दूर होता है वहां से 40 या समथिंग किलोमीटर। 40 वहाँ क्या करते हो? मैं मुंबई में Watch out! पढ़ाई चल रही है। ना ये मत दोबारा सुनाई दीजिए मेरे को। नहीं रुक रुक। हमारा स्थान मच गया। चुप गया बेचारा। एक नॉक है उधर। बहुत अच्छे 3 नंबर, अब तुम मर जाओ। मार कहाँ से रहा है ये? इधर आओ, नंबर 1 ब्रो। अरे बच्चा है क्या? नंबर 4 ने जो बात बोली थी ना वो सच निकली भाई। नॉक होते ही माइक खुला भाई। लो, 2 जन मेरे पे मार दिए। अरे गया। क्या बुरा खेला भाई मैंने। अरे 5 की एमओ ही खत्म हो गया। क्या कर रहा है, कितना बुरा गेम गया है। क्या करे। हेलो नंबर 2। हजुर हेलो नंबर 2। हजुर रैंक कुछ हो हजुर छैन त्यस्तो खासै। यार, मौसम खेल्दैन यार। सेफ अलिकति धेरै नै ल ल टप 10 सम्म। ल ओके। थ्याङ्क यू। कहाँ जाने ब्रो? जहाँ लैजान भन्छ लैदेऊ न। लो मिस्टर। सेफ खेल्छु धेरै माइनस
जान्छ सायद। Let's go. Let's go. वेट ब्रो, साथ में रहना। नंबर तेरे बस साथ में रहना। कौन करो को पुश गर्दैछु ब्रो यार। कन्क्युरर कति पोइन्ट बाँकी छ? अहिले त भर्खर 3000 मा झरेको छु हैन। पुग्छ त म 3000 मास्टर्सको 4700 छ यार। 3000 कहाँ कसरी पुग्छ कन्क्युरर? होइन हो कन्कर पोइन्ट च्यानललाई मलाई 3000 बाँकी छ भने। ए त्यसो भए नेक्स्ट सिजन उसम्म पुग्छ, तर अलिक मुस्किल छ है। फेरि तिमी त्यति गर्छौ भने अर्को पनि पछि कहाँ त्यो पोइन्ट छोड्छ, त्यसले पनि पोइन्ट जम्मा गरिरहेको हुन्छ। अलिक गाह्रो छ। सुरुमै गर्नुपर्ने के तिमी? सुरुमै गर्नुपर्ने थियो। सुरुमा यार एक हप्ता गरेन के ब्रो यार, त्यही त गल्ती भयो र्याङ्किङ बढ्यो। त्यही मिस्टेक हो के। बरु बट शट आयो भने हान्न दिनु होइन, नत्र प्लसै दिन्न के यार। दुईटा शिक्षक छ चाहियो राख न, म आउँछु लिन। सँगै त छ, लिहाल। माग लगाइदेऊ त। M4 पनि I छ। got supplies. अरे धन्यवाद। जो नामी माथि नै भनेको छ। टप 10 भित्र आइसकेपछि जहाँ जाने भने वहाँ जाने हो फाइट लिन। आइहाल्छ एकैछिन हो। अर्को म्याच खेल्छौ? ये साला यो UMP अपग्रेड वाला। ओ यो हाम्रो टिम होइन। नम्बर 3 ले फाइट लिइरहेछ उता। एनिमी त छ उता है, ध्यान दिएर। नम्बर 3 फाइट लिन गइसक्यो। UMP वाला छ यो अगाडि। नम्बर 4 पनि गयो त्यतिर। छोड्देऊ न, तिमी पछाडि भएर खेल। ल ओइ टिकटक फ्यान पछि आजा। राम्रै खेलिरहेछ केटाहरूले, हानिरहेछ त। मैले नि हान्नै पर्यो। तिमी यस्तो गर, तिमी रिकलतिर यसो कन्ट्रोल गर हैन, मेरो लागि म फाइट गर्छु। अरे आफ्नै टिममेट खाइदेऊलाई त यार। के छैन। कहाँ पछाडि फाइट लिएको हो त्यसले? आफ्नो कन्क्युररसम्म जाने आँटै हुँदैन। को जान्छ दिन रात मेहनत गर्न यार, झग लाग्छ। त्यही गर्नु पर्यो त यार मेहनत कुनै चीज पाउनको लागि। डोमिनेसनसम्म पुग्ने हो, त्यसपछि हो छोड्दैन। म एकपटक कन्कर लगाइसक्यो भने डोमिनेटर पुग्नेसम्म भने मलाई पुग्दैन। केटी बनाउने म्याच। Watch out. एनिमी छ त्यहाँ। अब एक्लै भिडिरहेछ मुलाहरू। जाउँ यसलाई रिकल गर्नै पर्छ। पछाडि जाउँ, अगाडि पछाडि दुईटैबाट स्यान्डविच हुन्छ है हामी। यहाँबाट जाउँ त। Marked a location. Hmm. Please recall me. वेट ये गर, देखो। वेट। अगाडि पछाडि दुईतिरैवटा हान्छ हामीलाई। भाई इतना घाई क्यों कर रहे हैं तुम लोग? लड्डू बांट रहे थे क्या उधर? सबैजना रिकल गर्नु हुँदैन, मुस्किल हुन्छ फाइट लिने। ऱ्याङ्क पुस गर्ने हुँदैन।
कोही आउँछ जान्छ पहिलो हप्ता मैले खेलिदिएको भए मा कसम पुग्थ्यो होला त्यसो भए 3000 कमी छ भने कतिखेर पुगे जान्थ्यो अहिले होइन यार डोमिनेटर पुगेको म यार सुरुमा हामीलाई नि जोस आउँछ र्याङ्क पुस गरौँ भनेर तर पछि ठन्डा हुन्छ मैले त हार मानिन साला 5500 छ मेरो पोइन्ट गाडी आयो Please recall me. तिमी पछाडि रह नम्बर 2 तिमी पछाडि रह म माथि छ है पक्क केही जुत्दैन बिस्तारै घरमै छन् दुवैजना पड्केन त हौ मोली हान्दियो रन्डीको बान यस्तो नपड्केको ओए मार किन माइनस जान्छ अब यहाँ किन फाइट लिए मैले यार नम्बर 2 मेरो लागि भयो भने तिमी पानीमा जाऊ न पानीमा जाऊ ब्रो पानी भित्र से ल्यान्डिङ गरौ रिकल हान्दिनु दाइ जसरी भए पनि यार फाइट नलिनु पर्ने मैले साले पानी भित्रबाट जानु न भाग्नु त यार प्लिज फल ब्याक गर्नु मेरो लागि भयो भने भाइको लागि भयो भने लो बचे नाइस यार अलिकति राइट जानु तल जानु पानी भित्र जानु फेरि निस्किन गएर छ साइकल त छ पछाडि पनि हेर्दै गर्नुहोस् है बाँचिन्छ Let's go. नाइस ओपी हेल्थै छैन अब पिडी त टन्नेको बनाएर नि त यस्तो लड्ने मर्ने हामी झरेर यस्तै हो हामी लड्ने मर्ने मैले त्यो फुटप्रिन्ट आओस् भनेर म्याक अफ गरिरहेको थिएँ कि कोरिएंडर लेके आ जाना धनिया कोथमीर हाँ तो बकवास यार अलि टर्न हान्नु न धेरै नहाल्नु चलाउने अरे धेरै होइन के टर्न हान्ने यार अलिकति उली टच गरिदिनु पर्छ बस टर्नमा आफै टर्न भइहाल्छ अलिकति फटाक से टच गर्नुपर्छ लेफ्टमा छ रिकल ब्रो लेफ्टमा आउन ओके फेरि क्याम्प गरेर बस्या होला नि यहाँ लेफ्ट छोड्दै कुदेरै जान्छु म
पर्छ नि यसै अलिकति टच गऱ्यो भने साइकल टर्न हानिहाल्छ I'm recalling a teammate. Thanks. Thank you. ये अब त फाइट लिन मिल्छ होला ल फाइट लिउँ अब साह्रै ओपन चाहिँ नहो है बिस्तारै खेलौँ हाँ एम्बो अगाडि एनिमी हो क्या हो क्या है अरे क्या बात है भाई सही है 5 स्टार ही आने चाहिए रिकलमा एनिमी यताकोमा Marked a location. त्यहाँ किल उठाउन सकिन्छ यार Watch out. Marked a location. Watch out. मेरो माथि आए ल मा मर्यो नि त हो हाँ Don't give up. Your teammates No, can still no, no. recall you. अरे ब्रो यार शिट ग्रिप खोज्नै पर्छ ग्रिप नखोजी के थम ग्रिप लगाएर खेल्ने बानी छ कि अहिले बिना थम ग्रिपको खेलिरहेको चल्दै चल्दैन Enemies ahead. मलाई त त्यति यार खेल्न पनि आउँदैन नि मरिहाल्छु एकदम यत्तिकै पुगिन्छ त कन्ट्रोलर कहाँ गयो मेरो थम ग्रिप जहिले हो हराउँछ यार जहिले हराउँछ यस्तो सानो कुरा थम्दीप लगाएर खेल्छौ तिमी त्यही बानी भएर त नभएपछि हाते औला नै चल्दैन ए हो र अहिले सेम त्यही भएको अगाडिको मान्छे मार्न सकिन्न भेटाएछ तल बेडको तल झर्यारै छ इसको पे नंबर 3 कुछ चिकन खाइदिनु पर्छ क्या जोनले साथ दियो भने लिभिङमा त जोने हो घरभर कुद्दाको कुदाइ हुन्छ राइटमा कोही आएको जस्तो देख्यो मलाई हाम्रो साथी यहाँ पट्टि एनिमी हुन्छन् अगाडि हुन्छन् जोन त अगाडि भन्छ वो मादर चोद जोनले पनि साथ दिइरहेन ब्रो त्यही हो भनेको नि कुद्दाको कुदाइ हुन्छ क्या यसले
क्या लौड़ा एउटा त खाइदियो 3 प्लस भयो यार 3 प्लस भएर 3000 पोइन्ट कहिले पुग्यो त्यही त यार टिकटक किङ भन्नेको प्रोफाइल हेर न माम फुली केटीको प्रोफाइल राखिरा ये देखे मैले तेरे अब त्यस्तो केटी हो कि केटीको फोटो राखेको केटा हो केटीको फोटो राख मलाई कति चाहिरहेको त भनेपछि 3453 टन्नै पोइन्ट छ यार ब्रो 2 हप्ता तिमीलाई होइन टन्नै पर्छ होइन होइन त्यस्तो होइन सोलो खेल्छौ र स्क्वाड छैन तिम्रो स्क्वाड छ बट अहिले छैन एकजना आयो त्यो आफ्नो साथीहरु भएपछि अलिकति जिन्छ हेलो प्रोफेसर कैसे है भाई कल सॉरी बहुत वेट किया बट मैं लीडर नहीं था कोई बात नहीं भाई भाई थैंक यू भाई चलो आगे तो प्लस हो जाए ब्रो अरे सुनो ब्रो बिटेन हो तिम्रो नाम के हो वाइटेन हो 10 to टोटल चलो अभी प्रोफेसर आ गया कोई टेंशन नहीं है ब्रो थाहा छ तिमीलाई प्रोफेसरले रिकल दिन्छ हामीले मजामा फाइट गर्ने हो पहिलो म्याचमा फाइट गर्ने हो खाना हो गया प्रोफेसर होने का है भाई अरे प्रोफेसर देख मेरा टाइटल देख मेरे सर के ऊपर टाइटल इंडियन टाइटल हाँ ना यार सही है सही तिमी के बीजीएम आई खेलिरा हो लेकिन पब्जी मोबाइल हो पब्जी मोबाइल हो अनि त्यो नम्बर 3 त इन्डियाबाटै हो नि हैन अनि बीजीएमआई सँग उ हुन्छ फ्रेन्ड रिक्वेस्ट हाल्न मिल्छ हुँदैन चलो अनि यिनीहरु पब्जी मोबाइल कसरी खेलिरहेछ त अरे बैटल ग्राउन्ड यिनीहरु खेल्दैनन् के ह्याकर छ भनेर पब्जी मोबाइल खेलिरहन् हो नि मैले पनि त खेलिरहेको छु हैदराबादबाट खेलिरहेको चल्छ त्यहाँ पब्जी मोबाइल के मोबाइल ब्यान भयो चल्छ त बिहान बा हो तर म त खोजी भए पनि निकालिहाल्छु त एक स्क्वाड प्रोफेसर तुम भागो इधर से इधर भागो एक स्क्वाड आ रही है भागो आगे गन नहीं मिले यार मेरे को I need a weapon. प्रोफेसर तुम कांटेक्ट Run करो up on me. I need a weapon. अबे साला गन नहीं मिले बेंच नंबर 2 पछाडि 1 मिनेट के हुँदैन मसँग यार MK12 छ के ओके राम्रो गन छैन म गन लिएर आउँछु ल माम
Watch out! आउँछु ब्रो भन्यो मैले फल ब्याक गर्नु भनेर यार मसँग गनै छैन टेमको 12 छ हेर न विश्वास नभए यार Don't give up. कसरी फाइट Your लिन सक्छ teammates can still recall you. नाइ म बदला त लिन्छु तिमी टेन्सन नगर ओ भाइ फल ब्याक गर के फल ब्याक गर फल ब्याक गर्नै पर्यो त अब मैले त्यहाँ एउटा टिम छैन क्या हामी बाहेक दुईटा अझै टिम छ त्यहाँ लेफ्टै जाउँ लेफ्ट फेरि त माथिबाट चढिदिन्छ फेरि पिङ कन्स्टेन्ट हेलमेट बेस्ट केही पनि छैन यार हेलमेट बेस्ट घोसिहाल्नु पर्यो यार फाइट भयो तर एउटा किल आएन यार अहिले मिल्छ त्यहाँ पर्यो त पढिरहेको छु त्यहाँ नंबर 4 का आयो क्या हो रिकल माया नम्बर 4 अहिले रिकल को अप्सन नै आएको छैन त्यही त यो त पनि एनिमी छ कि के हो रन्डेको ढोका खुला छ ब्रो ढोका खुला छ एनिमी छ कि के हो तिम्रो माथि आउँछ है उताबाट स्कोर I'm recalling a teammate. Thanks. नेक्स्ट 10 तिर जाऊ प्रोफेसर अब सेफ चले जाना तुम मेरे पास आओ मेरे पास प्रोफेसर तुम मैं गन देता हूँ मेरो अगाडि एनिमी आइसक्यो यार लिभिक धेरै दिन पछि खेल्यो कि के साथै मलाई यहाँ समझै आउँदैन के लिभिकको वही रिकॉल होल्ड करके रखना coming पुरै स्क्वाड चढ्या हो तिमी माथि एउटा स्क्वाड त छ के हो नि मैं एमके जिसको लेना Watch है out! Watch out! आगे आ जाओ पहले इसको बचाना यार पूरी स्क्वाड उस पे पुज्जी को दे आने मैं दस हाम्रो साइडबाट गाडी गयो एउटा
नम्बर 2 तिमी त र्याङ्क पुश गर्दैनौ गर्दिन यार म त यहाँ आउनु मसँग आऊ म आइसके रिकल हानेर आइसक्यो एनिमी तिम्रो राइटमा छ कि लेफ्टमा भरे मेरो घरमै छ नि यार एनिमी अरे बच्चो आऊ पछाडि नाइस तलमै हो जस्तो लाग्यो मलाई पुरा स्क्वाडै छ अरे बाहिरबाट हानिरह एउटा तल झड्यो हाम्रो ओ माथि ब्रो माथि र सान्छन् आयो हान यसले खतम गर पहिला खतम गर नाइस ओपी न रिवाइभ देऊ यता नजाऊ त्यो पत्थरमा दुई जना छ त्यसलाई पुस हान भनेर हो कि ग्रेनेड आउँछ आउँदैन पुग्दैन ग्रेनेड आउँदैछ नगबाको नक दुई जना नक्छ एकजना यहाँ नबस त्यहाँ खिड्कीबाट हान्छ त्यो ढुङ्गानिर गयो भने नक भइसक्यो एउटा रोडमा नक छ एउटा ढुङ्गानिर नक छ एकजना मात्र बाँकी उसको रिवाइभ नदियोस् बस दिँदैन ओपनमा रिवाइभ दिन आउँछ हल्ला गर्दैछ उसको कानै यहाँनिर नक्थ्यो त खै रस हान्ने हो ओपन छ यार के भएको मेरो क्यारेक्टर भाग्दैन यार रिस उडिसक्यो मलाई यार क्यारेक्टर देखेर आउनु त मैले नगरेको रिभाइभ भयो कि हो किल पाएन मैले अहिले पाएँ किल रिभाइभ गर्नु गाह्रो रहेछ कि रिकल गर्नु गाह्रो रहेछ उसको पार्ट रिकल कहाँबाट हुन्छन् हो दुईचोटि मरिसक्यो मेरो एक दुईजना त हुन्छ सायद यिनीहरूलाई न मैले एकचोटि हानेर हैन फेरि आउन रिकल भएर यिनीहरू गाडी आयो गाडी हामीलाई हान्न आहा आउन दे मेरो तरफ चाहिँ नि प्रोफेसर तुम रिकॉल पे रहना अभी रिकॉल जाने वाला है अगाडि एनिमी छ है सुतेको यहाँनिर Watch out! रस हान्ने हो हैन बम हानौं न
तलबाट निस्किहालौँ यहाँ यो सुतेको मान्छे माथि मलाई भर लाग्दैन कहाँबाट आउँछ कभर लिएर भाग्दै गर है कभर साथमा ठ्याक्कै माथि छ छतको माथि हो होइन होइन हैन ढुङ्गानिर छत छ हैन सायद। ढुङ्गानिर ठ्याक्कै माथि भनेको लोकेसन थाहा भइहाल्छ त मलाई डाइरेक्ट पछाडि आइहालौँ त जोन जानुपर्छ जोन जानु भयो म निस्के म पनि आएछु यस्ता सालेलाई त म त यहाँ अगाडि यसको जोनै रोक्छु पख जोन पनि साला मेड स्ट्यान्ड भित्र पर्छ कि के हो यो साइडमा बिच अगाडि पर्छ हो यता यो रोड छोड त भाइ मा जोनमा आउँछ नै तिनीहरू हाम्रो राइट त क्लियर छ नि फेरि राइटबाट गाडी आयो बग्गी आयो र बग्गी लिएर आयो कि यिनीहरू रिकलमा पनि छ यिनीहरू मार हान्नु त Watch out! यसको माथि छ है ग्रास भएको ठाउँमा ल त्यहाँ सिल्ड बनाएको छ यिनीहरूले ढुङ्गानिर नक एन्ड फिनिस यहाँ माथिको ढुङ्गा Marked a location. कल्डेड दुईजना बाँचे छन् अगाडि रिकलमा छन् दुईजना एकजना बाँचे छ आइज आइज स्मोक के कसको छ पहिले गरेको हो यिनीहरूले होइन ऊ मरिसक्यो मारिदिएले उसको रिकल साइड छ यो एक बन्दा बचा यो साइडबाट फायर आते हैं बम हुँदै आइरह यहाँ छ मेरो अगाडि साइड ए छैन यस्तो काम गरेर बस्दिन्छन् मुलाहरू प्रोफेसर किधर है दिख रहा है तेरे को एनिमी अबे लौड़ा जैसे दिखा वैसे मार दे इसने ये अब आयो न मोड में लो ब्रो 5000 में पुग्यो 1500 अहिले चाहिँ मायाको चाहिँ खुल्ला भाने हो यार हैन
मैले हैन कोही मान्छे पछाडी कभर दिन्छ भनेपछि रिकलको हान्नलाई केही मान्दैन क्या टपाटप दिइदिन्छु अनि एउटा साथी चाहियो बस तिमीले साथ दियो कहाँ गयो फेरि अझ चिकनमा रमाइराखेको गयो को त्यो प्रोफेसर खै के हो मलाई बोलो बोलो हेलो भाई। हाँ भाई अरे यार खाना खा रहा था। खाना खा रहा था हाँ हो गया ना चिकन अब खाना खा लो हाँ चिकन तो हो गया भाई। तो खाना कोई खाने के नहीं बाद कोई नहीं कोई नहीं ब्रो चिकन डिनर होगी। हाँ एक अरू कोही छ नेपाली आफ्नो त छैन यार अहिले एकछिनमा आउँछन् केटाहरू भनिदिउँ अरे भाई बच्चे प्रोफेसर हेलो प्रोफेसर तिमीसँग छ कि नै नम्बर 2 यो वाला टाइटल मलाई आजै नै मिलेको हेर त टाइटल राम्रो छैन कुन हो टाइटल नम्बर 2 ब्रो टाइटलको नाम के हो एकछिन पक्का त खै हेर्नै पर्यो हेलो हेलो प्रोफेसर किधर गया ये बंदा एउटा बट छ अगाडि जानु पर्यो अरे रुक ना यार कौन है बे नंबर 4 मार्न देऊ ना ब्रो एउटा किल हान्न देऊ यार मेरो वाट लाग्छ न त स्कोप देऊ न एउटा इच्छा यार खबरियो स्कोप देऊ त सब्सक्राइब नै करै छी आवरम जावरम किला करै छी यौ सर सब कनी दया माया देखावा पर्ले प्रोफेसर ऑफलाइन है कि क्या है भाई बोल दे यार माइक अफ गरेर बस्या रहेछ साथी हो र हो त्यस्तै लाग्यो मलाई ऑफलाइन पनि होला बबाल होला फेरि आउ त यता आउ रिकल शट Marked a location. आए आए पोखा नम्बर 4 पुरो हो कि के भने रस हान्दैछ त दपादप होला नि यार साथी आजकल भन्न सकिँदैन क्या रे मेरो अगाडिमा नि एनिमी छ साथी छ त यहाँ Marked a location. ल ल गन त छैन हैन ब्यारल छ मायासला एउटै छ अनि एउटा शॉटगन छ
पाउँछु के म हो गन केटा लिएर। अहिले भर्खर यहीँ फायर गरिरहेको थियो ड्याङ कि ड्याङ बट हानिरहेको थियो अहिले छैन अब कहाँ हो सुत्दिन्छ बे यो लिभिङमा यहाँ अगाडि छ केटा यो एनिमी छ बीके आर्यम म भन्ने एनिमी हो विक्रम भनेको बीके राम विक्रम भनेको बट हो र म त बोट हो कि भनेर जस्तो यस्तै एक्टिङ गरिरहेको थियो क्या माकुरी ग्रोनसबाट एनिमी आउँछन् पक्कै उसको पार्टी रहेछ सायद त्यो कभरमा गयो यताउता गर्दैछ यार 5 को एमो गन के मिल्यो भने भन यार M4 छ यहाँ ल्याउ न Watch out! त्यसमा M4 छ एमो छ एमो पनि छ यहाँ अहिले भर्खर माडेको छ यो ल ल नम्बर 3 ले लुटिराख जम्मै लुट्दियो माथि हाम्रो एनिमी रिकलको साइडतिर एक्सटेन्डरहरु त्यहाँ एक्सटेन्डरहरु यहाँ सबै छ है एक्सटेन्डरहरु सबै लुट्यो यहाँ मरो नम्बर 3 का है यहाँ माथि यहाँ एनिमी Watch out! ग्रोनसमा 2-3 स्क्वाड उत्रेछ है सम्हालेर ब्रो ए ल छैन त्यति खासै एग्रेसिभ खेलेको स्कोप चाहियो भने लगिहाल म भाइ प्रोफेसर स्कोप चाहिए तो ले ले मेरे से रेड से ले ले I got supplies. गाडी निस्क्यो एंगल दे तो मिस क्या मैम फुली नंबर 4 लेकर आयो Please recall me. पक्का साथी पक्का वो बनने बित्तिकै भन्ना क्या रे होइन हो ब्रो आग धेरै लाग्यो है के हो तिम्रो नम्बर 4 रिकल आउनु ब्रो रिकल सँगै रहने मलाई I'm recalling a teammate. न त्यसलाई फायर नगर Thanks. पोसिबल छैन ब्रो त्यहाँ रिकल अर्को ठाउँ जानै पर्छ ओके आई रिकल यहाँ पनि एनिमी है Watch out! Watch out! नंबर 4 पीछे आ जाओ इधर गाड़ी पे आओ नंबर 1 ऑल डेड है ना नहीं एक बंदा आया था एक यहाँ बंदा आया था ब्रो पता नहीं यार ए यो एनी बोट रहेछ गाड़ी आई मेरे पास अबे नहीं नंबर 4 है नंबर 4 एक बंदा आया था रिकॉल पे लेकिन साला डिडंट कर दिया उसका कैंपिंग कर रहा था पता है उसको मेरे को मारने के लिए क्या लूट देख देख उसमें लूट है बॉट मला आना दो ब्रो ब्रो बॉट है यार नान्स तिमी गाडी लिएर एक्लै भाग्यो यार साथी के गर्छौ के त्यहाँ नंबर 4 कहाँ गयो त
नम्बर 4 कोले आने तिमीलाई ए थाई चल के त्यहाँबाट सब्रेसर लिएर आन ल खेल म गएर एक्लै गाडी लिएर भागेछ केटो ल ब्रो रिकॉल नंबर 2 ब्रो गाडी लिएर प्रोफेसर रिकॉल पे जाओ भाइ के गर्यो केटाले कॉल बैक करो यार ब्रो अदर चोट क्या ही स्नाइपर चलाना है ये ले Please recall me. चाचा निकलो चाचा जा नंबर 3 वो सामने वाले पे मत जाना भाई उधर पूरी की पूरी स्क्वाड है ग्रोनस में कोई छ कि छैन भन्न सकिदैन म तिमीलाई यहाँ गर्छु नि मैले मार्क लाएको हेर न गाडी पायो भने I'm recalling a teammate. गरिसक्यो ग्रोनस में कोही छ कि छैन ब्रो भन्नु त ग्रोनसमा अघि थिएन यार छैन होला किनकि हामी पछाडी फाइट अगाडि लिँदा पछाडीबाट हामीलाई कसैबाट पुस आएन के त्यहाँ छैन होला भयो भने म तिम्रो पछाडी छदैछु लिइहाल्छु मेरो घरमा एनिमी आयो रन्डीको बान अगाडिको घरमा एनिमी छ पछाडीबाट आउ तिमी म आइसके मार्क लगाइदेऊ त मलाई Watch out. वाला घरमा ए भक्खर मलाई त्यस्तै लाग्यो उता रिकलबाट आएर रहेछ के आयो मेरो अगाडि तलको तिम्रो साइडबाट मलाई देऊ कभर ल पुरा रस वान एचपी छ हिल नगर्न पाओस् यहाँनिर चाहिँ यो कुनामा छ Marked a location. ए पछाडीबाट कभर आयो उसले ओ भाइ नक एउटा फर्स्ट एड दिनु त दाइ छुटाउने एउटा फर्स्ट एड दिनु दुईजना नक ल यता आउनु मलाई फर्स्ट एड दिनु त यहाँ आउनु ब्रो सकिदैन नत्र फाला फालिसक्यो थ्यांक यू पछाडीबाट एउटा आइरा छ है अगाडिबाट Watch out. यहाँबाट ऑल डेट हो कि पुरै ऑल डेट ए दामी अगाडिबाट एउटा जना आएर चेलाउने हाने हो त्यो अगाडि सुतिरहेको थियो कि एकजना त्यहाँबाट त्यही भएर त्यस्तो पर्फेक्ट कभर दिया हो त्यसले नंबर 3 खायो स्कोप छैन के मनिर यार स्कोप त छोड यार के स्कोप पेटी खोइ त पेटी एउटा यहाँ छ Marked a location. यहाँ छ यसलाई लुट Marked a location. स्कोप छ भने देऊ न यार अर्को पेटी खोइ त्यही त स्कोप छैन केही छैन के साथी मलाई पनि त्यही भएर त जाउ लागिसक्यो त्यो माथि म पाइन्छ 7 को हाम्रो माथि एनिमी कहाँ Watch out. गाडी आयो जोन तिर जाऊ पहिला यस
गाह्रो भयो त यार अब हेर नम्बर 3 लाई अब बचाउनै सकिदैन त्यो त अब सम्झिने मात्र हो अलिकति 7 को म पाउँ त 50 वटा मात्र छ एउटा रिलोड छ पछाडी आउन पछाडी यता उही त आइसक्यो तिमी फाल्दै गर फालेर जाऊ फालेर यार त भने त मैले अगाडि के छैन बिस्तारै तल बन्छ रस आयो दुई जना आए छोड्दियो यार नाइस ओपी और एक आयो यहाँबाट जम शॉट दियो 2 प्लस केही छैन ब्रो ओपी दामी तिम्रो मेरो जम्ने रहेछ यार फाइटमा हैन होइन अनि यसलाई त्यही भन्दा हामीले कभर पनि राम्रो दिइरा थौ नि त दुई भन्दा त हानिले थियो त यार आफ्नो साथीले बोलाउँछु जा रहे ओके ओके बाय हाँ भाई पढ़ाई करनी है क्या भाई माइक ऑन नहीं कर रहा था क्या बात है ठीक है ब्रो बाय कोई छ ब्रो ओ ब्रो नंबर 4 अघि ओपी ब्रो सँगै खेल्नु होला त यार कहाँ एक्लै एक्लै गएर सान्ने हो तिमी यार त्यस्तो साथीले पनि कभर दिनु पर्यो न यार पुरै बुझ्दैन तपाईँ I need a weapon. Showtime. बाबाजी किधर है? तो बुझाए बाहर गेल फोन के लिए तो आवाज खटखट का आवे चले कहते सीढ़ी पर सीढ़ी चल चल इधर बाहर जाए चले के करता नहीं था सीढ़ी पर बेटा जाए तो टिलोंडी आ नंबर 4 तिमी यार एक्लै खेल्छौ यार स्क्वाडमा खेलेको के मतलब भयो त ब्रो तिमीले अब खेल्दैन होला अब त डोज पायो नि केटोले खेल्दैन होला अब त सँगै सँगै खेल्छ होला अब तिमीले डोज दिइसक्यो अब बुझ्नु पर्ने के मतलब भएर स्क्वाडको खेल्नको मतलब यार सोलो भर्सेस स्क्वाड लाउने एक्लै खेलिरहनु भने सोलो भर्सेस स्क्वाड खेल फेरि हामी बम हान्दिन्छौँ ल नम्बर 4 भाइ साहब ओके एक्लै खेल्यो भने बम हाल्ने नि हो कट्टा हान्दैन कट्टा ठीक छ नि साले यति सिजन खेलिसक्यो हैन डीपी चलाउन आउन रणदीपको मलाई राजेश खै किन भारी भारी लाग्छ के डीपी चलाउनै आउन के I got supplies. म अहिले त्यसलाई पनि हान्न सकिन्थ्यो तर म निउरेको थिएँ नि त्यही भएर चाहिँ मलाई हेडसट आयो त्यसले जम्प सट हान्थ्यो हाम्रो हेल्थ 1 एचपी छ ब्रो म त रिभाइभै हेल्थ लिनै पाएको थिएन नि
नाइ तिमीलाई आउँदा आउँदै म पनि मैले तिमी भन्न लाग्थ्यौ पहिले छोड्देऊ बट मैले छोडिन हो कति कलिया M24 वही लो मार्क लगा दे लिए M24 यूनिवर्सल में देख लो ना एनिमी मेरो अगाडि एनिमी मट्टी धुम लाओ नाम पनि के हो बेटल एटेक्स छ भने देऊ है साथीलाई एटेक्स लिविकमा अलि कम धेरै मिल्दैन हो ड्रपमा मिल्छ बस आजकल ड्रपमा पनि मिल्न मुस्किल छ पबजी की माँ की आँख हो गई भूतनी के दुईटा प्लस दियो रन्डीको यार अघि कति प्लस 3-4 किल नगरेर हुँदैन के ब्रो यार बट शट हान्न दिनु पर्यो 3-4 किल गर्न त्यसपछि तिमीहरु यत्रो सर्भाइभ गरेको यार एउटा प्लस त मिल्न चाहियो हैन इन्डिया बसेर तिम्रो फुल टोन इन्डियन भयो बोलेको पुरै इन्डियन टोन आउँछ हाय देखो मार रहा है वो लौंडा एकजना रिकलमा बस्न पाए म फाइट लिन्थे यार अहिले टेन्सन नगर न तिमी फाइट लिऊ न रिकल भइहाल्छ अघि कति बचाएको जाउँ फेरि नम्बर 4 तिर जाउँ स्पोर्टमा एनिमी उठे जस्तो छ यो मा कसम कहिले पुगेला कोन करो यार हाकिहाले मा साला र्याङ्क पुश गर्दा मेरो गेम प्लेको वार्ड लाग्यो र्याङ्क पुशर बानी थाल्यो भने डराउन थालिन्छ के गेममा झस्किन्छ मलाई त त्यो गरी छोड्दै यार झस्किन्छ क्या न यो सिजन त पुग्छ साइकल 1 मा त पुग्न गाह्रो छ साइकल 2 मा सक्यो भने सकिन्छ होला मेहनत गर्यो भने साइकल 1 मा त पुग्दैन यो सिजनमा पुगे त ठीक छ नत्र पछि आउँछ कि आउँदैन रिकल वाला थाहा छैन तर र्याङ्क पुश गर्नलाई हैन लिभिकै ठीक छ के त्यो इराङ्गलमा मर्यो भने त यति अरे यार अप्ठ्यारो हुन्छ एयर एंगलमा अप्ठ्यारो भन्दा पनि हैन राम्रो त राम्रो छ एयर एंगलमा प्लस हुन्छ भन्छन् सर्भाइभ गर्न अनि यत्रो सानो जोनबाट मुझे घाँसमा सुत्नु पर्छ 20-25 जना माछे भन्छन् के अनि टाइम पनि और माथिबाट कोले हान्दियो ए के भन्नु म तिमीलाई पोइन्ट लगभग प्लस दिन्छ हैन तर 5-6 प्लस दिन्छ हुन त 10 सम्म पाउँछ के फाइनल जोन सम्म तर होल्ड गर्यो भने के यार एउटा तिमीले एउटा किल चिकन डिनर ल्याउ तिमीलाई धेरै दिन्न 9-10 प्लस दिन्छ ओ त्यस्तै हो त्यही भएर लिभिक नै ठीक हो के पुशरको लागि एनिमी मार गर त नम्बर 4 Watch out! What? मा देख ले राजेश एनिमी होने हा बोला एक तो हैंडलर अगाडि ड्रप है राजेश Watch out! मस्त जवानी देख के तुझको पागल कर गई रे एक नॉक केटाले त फाइट लिइराछ हो साथी बोलाउनु पर्छ नि त राजेश हाम्रो ले लाउ न दुईटा नॉक लास्ट वन ल लडु किधर रिवा भरा जाओ छिटो जाऊ न फाइट नंबर 4 आओ ना यार आई सब बेटा हो आई नंबर 4 से तो ऑलरेडी ये लाए ना कि क्यों
All dead हो all dead एउटा किल मिल्यो मलाई दुईटा नक गर्यो रिभाइभ भइहाल्यो थियो पुरा भयो त्यस्तै होइन टिममेट यार कति चाँडै रिभाइभ दियो त्यसले कभर दिएछ रोजा ला लिया ना ला लो चलो आ जाओ चलो एनिमी की मारते हैं यार मेरो कम से कम 4.5 को रेडी हुन्थ्यो खेल्न पाएन रसै रस हुन्छ अघि के बच्चा त्यो नम्बर त्यो प्रोफेसरकोबाट चाहिँ बच्चाको साउन्ड आएको थियो Marked a location. के भने ब्रो अघि बच्चाहरूको साउन्ड आइरहेको थियो कि कस्तो इरिटेट के प्रोफेसरको साउन्डबाट आइए अब त्यो घरमा थिएछ घरमा थिए नै जाउँ त्यो साइकिल अपन पार्टनर के है ए ब्रो रिकॉल में तो आने रे रिकॉल में यार नंबर दे तिमी रिकॉल तिर जाऊ के गर्नु हो साथीहरू फाइट लिइरहेछ तिमी क्लियर राम वन क्लियर वन क्लियर भा एकले थियो एउटा यहाँ छ है उसको पछाडी Watch out! Watch out! ब्रो मलाई रिकॉल यो गेम मोड गरेर लाग जना I'm recalling a teammate. Thanks. साइकल त बनायो तर कन्ट्रोल राम्रो दिएन के साइकलको अगाडि एनिमी यता एनिमी Watch out! ट्रक रिकलमा गयो क्या हो रहेछ अर्को भन्छ
त्यो रिकलबाट आएछ जोनमा नआउन दियो है केटा जोनमा नआउन दियो यिनीहरूलाई Watch out! त्यही बस कभरमै बस अब आए Watch out! ला यसमा गर्नु त पब्लो रिभाइभ दिएर आए गल्ती गरेछु मैले अब त रिकल पनि गर्न गाह्रो छ Teammates can still recall you. यार माइनस छ मेरो कता हो गयो जोनमा एउटै रिकल छैन ऑल डेड हो ऑल डेड नहीं जाम तो गाड़ी ले रहे एक ऑल डेड ऑल डेड ब्रो गाडी लिएर जाम न यार रिकल हान्दिनु माइनस जाँदैन मेरो यार फोर व्हीलर लिएर जाम न बन्द भइहाल्यो बन्द भयो जानै गाह्रो छ हुँदैन माइनस कहाँ यस्तो लास्ट टप 5 मा आएर कहाँ माइनस हुन्छ हुन्छ 2-3 को माइनस हुन्छ जीरो के लिए हमको कसको 0 किल मेरो अनि के हो किले हानेन त अहिले ड्यामेज मात्र पाएको रिभाइभहरुमा टाइम वेस्ट भयो नि त रिकल रिभाइभ यस्तै हुन्छ यहाँ कतै एनिमी छ एनिमी छ एउटा अगाडि यस ओइ ओपन नक तल मलाई समाइदियो Watch out! नम्बर 4 एक दिन पछाडी छ नजिक निकल्नु अरे यार यो नम्बर फेरि के गर्दै छ के मलाई यस्तो गर्छ दोस्त दुई जना छ लास्ट वन के गरे आउँछ दुईटा प्लस भयो Watch out! मेरो 18 भयो 8 किल पनि छ 18 18 प्लस केमा छौ तिमी मास्टर भर्खर मास्टरमा पुगेर रहेछ 18 प्लस सम्म हाम्रो
अरे गेम लिविक नहीं खेलोगे क्या आप? पूरे लिविक हो किन हेर्नु भयो प्रोफाइल भर्खर हेरेको यसो कर एउटा नि क्लासिक एंगल मैंने रेडी गर न हो सोल्टी कहाँ गयो मान्छे मैले एक्जिट हाने यार साथी म एक्जिट हान्न लागेको किन आना न हाँ रिक्वेस्ट टाइम आउट हो जाए रिक्वेस्ट टाइम आउट क्या चल रहा है लगाओ लिविक लिविक है 15 चिकन का रखे लिविक में कोनो में लिविक में भा जाए बहुत टाइम लगेगा आइड्स T3 स्क्रीम्स खेला वाला छी साल में एक साथी के टीम खेले के T3 के तो हमारा कल के आई सांझ से खिला 9 बजे से It is showtime. PMCO में कहे हमारा आईडी लगा गेम खेले खेल दिया ना तो अच्छा है ना बाहर ऐसे नहीं ओकरा ऑफिस अबेला कनिका टाइम लग जाए कि मैनेज कर खेलते जखनो खेलते तखनो हम नहीं जखनो हम अब होला पूरा फुल टीम है कि यार पता इन्वेस्टिगेशन माफिया टीम कांस्टेंट ने रहे तेरे पर के सनम चले आए दोनों इनमें ओके यार हमरा लग गन नहीं हम भागे छे हमारे पैर में कूदली एनिमी आछ हां पछाडी एनिमी छ म भाग दै छु नंबर 1 तिर अगाडि मेरे गाडी झरे थियो गनै छैन मसँग मसँग त एउटै छ एम पर्छ एम अलि माथि छ र स्प्रिङ को
enemy Enemies ahead. Enemies ahead. यहाँ लुट्दैछ नै आना आना मार्क आना ना यो बोट हो बोट आना आना बोट मलाई आना देऊ त एनिमी छ आना देऊ त एनिमी पनि छ एकजना एनिमी एनिमी पनि छ छ यहाँ बोटको लागि वेट गर्यो भने त लाङ हुन्छ ब्रो लुट छैन के त्यो अफर हुन्छ नि पछि साले स्मोक टिपेर भाग्छ मलाई एउटा गन रहँदै नवीन नहीं हम लूटबे नहीं किने ब्रो I got supplies. कतो भागी बनी यो है समय उत्रल छ नि बात बोट पनि उत्रिन्छ न enemy छ नहीं नहीं यहाँ उ माथि Watch out. यहाँ सुतिरा छ माथि पछाडि कभर देत रहो त लेकिन हमरा फिनिश कर दे तू गारंटी नेट तान दे छ हेरा तिमी रिवाइभ गर एउटा Watch out. एउटा Watch out. स्मोक करू न अगाडि स्मोक नै आयो एकैटा छ त्यसो भए नै अब ओ पहा पिक गरित रहो त ओकरा पर Watch out. अरे म हान्छु के तिमी रिवाइभ गर Watch out. यही छ मसँग छैन के मसँग टाढा छ उ जानु पर्छ अहाँ के कहली तकैत रहू Don't give up. Your अरे teammates can still देख कते recall हाल गरे you. तिमी रिभाइभ देऊ म कभर दिन्छु अब कति करी हम बुझै छलियै हम नहीं बचबै कि जखन अहाँ जखन के हटबै त हम नहीं बचबै आज तक जखन के उठते तखन के अहाँ ओकरा लपेट लेती है छोड़ो होइन यो कस्तो भाषा बोलिरहेको हो तिमीहरू नेपालीको तिमीलाई के लाग्छ नेपाली हैन र नेपाली नहुनेले झन्डा लिएर नेपाली बोलेर हिँड्छ नेपालमा एउटा भाषा मात्र छ र नेपाली बोल्नलाई नहीं अनि रुको म ग्रेनेड लिएर आउँछु यसलाई मैले त्यसलाई कभर हान्दै गर त आउट यही Watch out. उसको मार्दै रहे साला मेरो रुको रिकल हान्देऊ न तिम्रो साइडमा रिकल छ ए खोल्यो रिकल छैन खोल्यो त खोल्यो एकजना मात्र छ क्या त्यो नम्बर 1 ब्रो तिमी गएर हैन त्यसको छतको माथिनिर चढ है यही छ म हेर्दै छु I'm तिमी recalling a teammate. Thanks. त्यसको छतको माथि उपडेर अनि त्यसलाई हान्दियो भेस्ट हुन्थ्यो भने म हान्थ्यो भेस्टै छैन एक बुलेट हान्दा मलाई लाग्छ अबे कहाँ उल्टा पुल्टा भयो यार यही आको I'm pushing जाओ नाइस तेरी मां की आंख यसलाई फिश बहुत सड़ के मार को हां बहुत सड़ के हमको मारेगा छूती है लूट दे पूरा ना भी तेरे पास ले स्कोप 3x I got supplies. hello all chat hello where are you from lowde hello bro how are you bro what happened ओह नाइस नाइस तुम्हारी गान बहुत अच्छी है यू आर सो खुशी है ना
I got supplies. अश्लील आदमी सब। आएंगे तेरी गली चाहे देर के न हो जाए, मारेंगे तेरी गांड चाहे जेल। अगर गाय घास चरेगा घोड़ा खाएगा क्या? अगर गाय घास चरेगा घोड़ा खाएगा क्या? अगर मुंह में लौड़ा फंसा हो तो बोलेगा क्या? जो जो दामी ग्रेनेड हान्ने यार माछाला। मैले भने हैन ग्रेनेड हुन भनेर, ग्रेनेड एउटा मिल्यो त्यसले हान्दियो। त्यसको कभर राम्रो थियो हैन ब्रो? त्यही भएर त त्यसले पेले आउने। I got supplies. ब्रो कौन करो टप 500 मा पुग्यो भने मिलिहाल्छ? खै त्यो कुरा मलाई थाहा छैन। नहीं 100 मा पुग्दा मात्र मिल्छ। मादर चोद 100 मा पुग्नु पर्छ। 3000 को माछ। 100 मा पुग्यो त्यो पनि बिहानको 5 बजेसम्म बस्नु पर्छ। सर्भर रिफ्रेश हुन्छ नि। 6000 मा मिल्ला सायद मेरो यार। मेहनत गर हुन्छ पक्का हुन्छ। मेहनत को फल मीठा हुन्छ हैन? सब्र का फल मीठा होता है। धेरै सब्र पनि नगर्नु पर्यो, खट्टा भइहाल्छ फेरि। त्यो पनि हो। पाक्दा अबे भैंचोद। अबे भूत रुको बचा यारो भयो। नंबर 4 रिकल यहाँ माथि छ। रिकल हस्पिटल मा अगाडि पछाडी दुईटै भयो के, साइडमा पनि एउटा। नंबर 4 गो फर द रिकल। नो 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 नंबर 4 नो। डोंट फाइट नंबर 4 डिडन्ट यु नो इंग्लिश? मुजिया फेरि उतै जाँदैछ के। ए नंबर 4 तिम्रो पछाडी रिकल छ बे। नेपाली होइन यो। नहीं अब इनके घर से बोलने नंबर 4 ओडी म्यांमार को। không bên đường số 4 स्वादी खान। dạ स्वादी खान ni hao। không thấy à? ni hao। मार दे। नंबर 4 देखियो ना। ऑन मार्केटिंग बोल रहा है। ऑल मार्केटिंग बोल रहा है। I'm recalling a teammate. Oh yeah. Thanks. नंबर 1 लाई पूरा खाई दिया हो तो Quay lại lút đồ người ta. Ê có đứa nào mới hồi sinh xuống á? Có đứa nào mới hồi sinh? वाला ऑफलाइन। ओ भाई सर्भर उसको डाउन। अरे यार त्यो कहाँबाट मैले चिन्न पनि सकिन कि त्यसलाई यार। अरे रिकल नै भेले कता जाइ छियै? अरे एक रिकल भ गेलै, एक पनि भेला नहीं होय रिकल। अहाँ के रिकल नहीं होय? आने भेल छले एकचोटी रिकल। छिन बिसेर गेली हम भाग। माय गॉड